हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हामी खेतमा मकै खन्न गइरहेछौँ। हल्का मकै खनेर एउटा गरा मकै खनेर सक्यौँ। अब अर्को गरा खन्दै थियौँ। मलाई चाहिँ दौ भएर यता बस्न आछु। आमा त्यहाँ हुनुहुन्छ। आमा अनि दौ भएर उभिनु भएको। अनि मेरो बहिनी यहाँ चाहिँ अनि मम्मी पनि उ त्यहाँ साइडमा खनिराख्नु भएको। बहिनीले चाहिँ झार जिलाउँदैछ अनि हामीहरू चाहिँ अब यहाँ खनिरहेछौँ। मम्मी, म, आमा खनिरहेछौँ। यो बारी पनि खनेर सकिएको। अब चाहिँ हामी जान लाग्यौँ घरतिर। अब साँझ खन्ने रे 10:30 बज्यो। खाना पर्यो, त्यही भएर अब जान लाग्यौँ। बाटोमा आउँदै चनानी छोरीको चोर्नी फेरि मेरो बहिनी हो। यहाँ चाहिँ मलाई चना ल्याइदिनु भनेको त चना ट्याप्पटी फेरि ल्याइदियो। अब घर पुगेर खाना खान्छौँ। यी हाम्रो गाउँ यस्तो छ। गाउँ पनि पाकिसक्यो, हेर्न सक्नुहुन्छ। अनि म चाहिँ यहाँ खाना खाइरहेको छु। खाना खाँदै भिडियो बनाएको देखेर मेरो बहिनीले हेर्छ, कसरी हेरेछ त्यसले खाना लादि। अनि म र मम्मी चाहिँ सिन्की सुकाउन गइरहेको थियौँ। घर खाना खाएर भइसकेपछि अनि सिन्कीहरू चाहिँ यहाँ छ। अनि सिन्की सुकायौँ। अनि सिन्की सुकाएपछि यता पनि छ अनि यता पनि छ। अब म चाहिँ अन्त थोरै सिन्की खाएँ। सिन्की खाएपछि अब म चाहिँ सुत्नु जान्छु भनेर मम्मीलाई भने। अनि म चाहिँ हिँडिरहेको थिएँ। अनि गाउँहरू काटेर ठ्याक्क मुठा पारेर राखेको देखेँ। भिडियो बनाइहालौँ भनेर चाहिँ बनिहालेँ। अब म चाहिँ घरतिर जानिरहेको छु। यहाँ चाहिँ मम्मीले केरा छ अन्ना छ। अनि मजाले खाना खाएर पनि केरा त छ तर पाके छैन क्या। हल्का हल्का पाएको छ। यति खान्छ। लसुनहरू छ, थोरै मकै छ। मकैहरू सब छरिसक्यो। अनि यहाँ चाहिँ धानहरू छ। धान यहाँ छ, थोरै तल। म चाहिँ सुत्छु तौबाहा। यो मकै खनेर आएको लास्टै घाम छ। अहिले चाहिँ 11 बजिसक्यो। अनि त्यही भएर यहाँ चाहिँ सातु छ अनि मकै पनि छ। मकै खाएर अब हामी चाहिँ खेततिर जानको जान लाग्यौँ। यहाँ मेरो बहिनी चाहिँ मलाई एकछिन गाली गर्छ, उज्जा भन्छ। यहाँ पनि अर्को बहिनी चाहिँ यहाँ पनि मकै खाइरहेको छ। यहाँ आमा हुनुहुन्छ। आमाले पनि मकै खाइराख्नु छ। मम्मी पनि। अनि त्यसले खाएको हेर्नु त कस्तो गाली गर्छ कि मलाई फेरि। मम्मी र आमा चाहिँ अगाडि जानु भइसक्यो। अनि यो अर्को बहिनी र म चाहिँ पछाडि छौँ। हामी चाहिँ जान लाग्यौँ अब खेततिर। अब चाहिँ यो खन्ने हो। अब यो खनेपछि हामी चाहिँ यो खनेर हल्का एउटा उता बारी छ साइडमा बारी छ। यसलाई खनिपऱ्यो सकिएपछि घर जाने। 2टा खेत छ अझै खन्न। यहाँ पनि मकै छ। सबैजना मकै खाइराख्नु भएको। यो चाहिँ थोरै घरतिर बनाएको थियो मकै, रोपेको थियो। अनि त्यही हो। यहाँ चाहिँ अहिले चाहिँ मकै खन्न आइदिउँ। खनेर अब सक्न त सकेनौँ। आधा जति खने थियौँ। रात पर्न लाग्यो। अनि त्यही भएर अब घर जाउँ भन्ने कुरा भइगयो। अब हेर्नु होला कि अहिले चाहिँ अँध्यारै परिसक्यो। अब हामी चाहिँ अब जान लाग्यो। यस्तो अँध्यारो भयो। अब हामी जान्छौँ। अब भोलि बिहान थोरै छ, अब थोरै खन्न। अनि भोलि बिहान चाहिँ हामी चाँडै आएर खन्छौँ। अनि भोलि सकिन्छ होला। अनि त्यसपछि फेरि गहुँ काट्नुपर्छ। आजको भिडियो कस्तो लाग्यो भनिदिनु होला।
कमेन्ट गरिदिनु होला के कस्तो तर्क दिनुहुन्छ हजुरहरूले। आजको लागि यति, बाई बाई सबैजना, बाई बाई। ल